आन्दोलन भइरहेको छ के को हिजो दिउँसो आन्दोलन भएछ अनि अहिले चाहिँ रातिको ठ्याक्क कति 12 बज्यो। जेएलसी पनि बन्द छ अनि 12 बजेको छ। अनि म र हाम्रो भरत लामिछाने सर हुनुहुन्छ अनि हामी दुईजना चाहिँ टक्क यसो भिजिट गर्दिउँ। भिजिट भन्दा पनि हेर्दिउँ कता कता के तोडफोड भएछ के भएछ भनेर हेर्नको लागि अब हामी चाहिँ कोटेश्वर आइपुग्न लाग्यौँ। अब कतै केही यसो केही भएको रहेछ भने तपाईँहरूलाई हामी देखाउँछौँ। स्पेसल हेर्नै पर्ने भिडियोहरू रहेछ भने चाहिँ। अनि आन्दोलन एकदमै दिउँसो चर्केको थियो होइन। इँटाहरू देख्न सक्नुहुन्छ यहाँले। ओहो रोडमा निशान गाडी इँटा लिएर हाने जस्तो छ हान्न चाहिँ। यतातिरको चाहिँ रातिको जुन दोरी क्लबहरू डान्स बारहरू चाहिँ सबै बन्द रहेछ। बन्द भइरहेको रहेछ। अब उतातिर के कस्तो छ हेरौँ। यता आर्मीको गाडी देख्न सक्नुहुन्छ तपाईँहरू। कर्पुला जेएलसी पुरै बन्द छ। हाम्रो भरत सरले पुरा बाइक ड्राइभिङ गरिराख्नु भएको छ। हामी अब छिटो नजाउँ। अब हो बाटोमा हेर्नुहोस् गाइजहरू यत्रो ठुल्ठुलो देख्न सक्नुहुन्छ तपाईँहरूले। पुरै तरफ चाहिँ रानी मल चाहिँ एउटा किन खुल्ला रहेछ खोइ थाहा भएन। अब त्यहाँ पनि एकछिन बन्द हुन्छ के हुन्छ होइन। बाटैभरि इँटा देख्न सक्नुहुन्छ तपाईँले कस्तो चिल्लो बाटोमा। ओहो गाडीको टायरको त्यो रिङ पनि रहेछ के हो। अनि एउटा रेडबुल बोकेको छु मैले चाहिँ। अब यो चाहिँ त्यता अब हाम्रो सरहरू पुलिस सरहरू को हुनुहुँदो रहेछ भने यसो दिउँ कि भन्ने कुरा पनि हो। पानी मिनी वाटर चाहिँ बोकेर बरु हिँडेको भए चाहिँ सही हुन्थ्यो है। दिँदै हिँड्नको लागि पाइएन। यतातिर त अब राति देखिँदैन रहेछ सिसा फुटेको त। तर फुट्न आर्मीहरू चाहिँ त्यता हुनुहुन्छ। अनि यहाँको उनै छैन खम्बाको त सानो टुसा मात्रै छ। यो के हो यो सिसा त अहिले देखिँदैन। यताको त सिसाहरू त कुनै बाँकी नै छैन नि देख्न सक्नुहुन्छ। ऊ माथि धुलो परेको आमा इँटा हेर्नुहोस् गाइजहरू। ओहो अनि मेन उताको त्यो अग्लागी भएको त्यो स्टेज पनि त्यो जस्ताको जस्तै छ। स्टेज छैन। स्टेज चाहिँ छ त्यहाँ। स्टेज थाहा छैन। अग्लागी भएको मान्छे मरेको विशेष पत्रकार मरेको घर उठ्यो। विशेष पत्रकार हाम्रो एकजना शहीद के नाम चाहिँ के थियो। यता पनि रहेछ आर्मीको गाडी यता पनि रहेछ। सबै उखालेको यो पिचको टुसा मात्रै छ। तर यो गर्न चाहिँ गलत हो। यस्तो गर्न चाहिँ यता पनि आगो सागो बालेर भरत दाइले हामीले चौक होइन ठुलो लास्टै है। त्यो दिउँसो इँटा फुटेकोले होला सायद। यता देख्न सक्नुहुन्छ तपाईँले इँटा फुटेको। डेन्जर आन्दोलन भएको रहेछ त्यो। यतातिर त उज्यालो छ। कोटेश्वर एरियामा आज सबै पुरै उधार दिएको छ। हामी यसो राति भिजिट गरौँ न भनेर यता आएको। यो यता यो ठ्याक्कै चौकीको आसपासमा पनि धेरै छ। इँटा रातो मात्रै छ। यो यतातिरको चाहिँ लाइटहरू चाहिँ के गराएर हिँड्दैछ। लगभग यहाँबाट उता चाहिँ त्यस्तो खासै सेफ्टी धारेको छ। तर कोटेश्वर एरियाको चाहिँ लाइटहरू चाहिँ एउटै छैन। केही पनि बाँकी छैन क्या। पुरै अँधेरो छ रोड। यो केटाहरू किन कुदिरह हो यिनीहरू पनि के हो कसो हो। खुल्ला पनि भनेर एकदम यो बालन सिटी सफाइ गरेको थियो। तर उतातिर चाहिँ बिगाऱ्यो। अब भोलि महानगरपालिकाले के गर्ने हो कारवाही। जरिमाना सबलाई उठाउने हो नि त जरिमाना त। फेरि बालन शाह भने जस्तो सक्यो। फेरि हामी त राजतन्त्र गणतन्त्रवादी भन्दा पनि लौरोवादी हो। विकास चाहियो हामीलाई। अरू केही चाहिएन। हामीलाई पार्टी पनि चाहिएन केही चाहिएन। सही हो। अहिले चाहिँ हामी ट्र्याक्टर लगाएर बानेश्वर सिटी हस्पिटल अगाडि आइपुगेको छौँ। देख्न सक्नुहुन्छ यहाँहरूले। अब यस्तो भयो। कोटेश्वरको बाटोमा त यस्तो अहिले त पुरै कचडा भएको छ। कच्ची रोड जतिकै भएको। यतातिर त क्लियर छ।
संसद भवन देख्न सक्नुहुन्छ। आर्मी सशस्त्र आर्मी रहेछ। यहाँको हेर्नु त गाइजहरू यहाँको केही भएको छैन। जस्तै उताको त्यो कोटेश्वर अनि जडीबुटीतिरको होइन त्यो प्रहरी के ट्राफिक बिट भन्छ होइन त्यो थिएन केही पनि सबै उकालेर फाल्यो। त्यसको एउटा सानो टुसा मात्रै छ यतातिरको चाहिँ त्यो त्यस्तो रहेन रहेछ। अनि हामी अब त्यहाँ साथीहरू भएकोमा जाँदैछौँ। कस्तरी काटिदिएको त नि यहाँ यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले। ल अहिले चाहिँ हामी टक्क बिजुली बजारको पुल आइपुग्न लाग्यौँ। आर्मीहरू चाहिँ त्यहाँ पनि बसिरहेको रहेछ पुरा खटिराख्नु भएको छ तैनात भएर। त्यो मिसिङ गर्नुवाला हो क्या? ओहो डेन्जर रहेछ। देख्न सक्नुहुन्छ यहाँहरूले के हो के हो। बिहान 8 बजीसम्मको लागि बिहान 7 बजीसम्म भन्ने सुने हौ है। गर्व चाहिँ बिहान 7 बजीसम्म चाहिँ थपेको भन्ने सुन्नमा आएको थियो। अब के कस्तो भएर चाहिँ हेरौँ। अहिले चाहिँ अब अलिकति हामी तुफान जानुपर्ने हुन्छ किनभने अलिक चाँडै पुग्न पनि पर्ने छ। सहर भनेको यो हो यतिको चाहिँ चाहियो होइन यतिको चाहिँ हुनु पऱ्यो। अनि म बाइकमा हिँड्नु म अलिक मजा आउँछ यतिको चाहिँ भएन भने गाह्रो छ त हौ गाइजहरू। ल देख्न सक्नुहुन्छ कति धेरै चेन्जेस भएको है चाहिँ बालिन्स आइसके पछाडि। माइती घर देख्न सक्नुहुन्छ गाइजहरू। हामी माइती घर आइपुग्यौँ। माइती घरमा चाहिँ त्यत्रो धेरै असर देखिएन है। धेरै त तर उता बालकुमारी एरियातिर पनि हो नि त। त्यता चाहिँ हो धेरै खासमा। माइती घरमा चाहिँ माइती घरमा ठुलो झन्डा मात्रै लगायो नेताहरूले झन्डा इज्जत गर्न सकेनन्। यता लाइट छैन। यस पछाडि फेरि हामी कतै पुगेर देखाउन सक्छौँ यहाँहरूलाई। यही नै हो आजको चाहिँ। अब आज चाहिँ आन्दोलनहरू थुप्रै तोडफोड भन्छ हामीले न्युजमा देखिरहेको थियौँ। त्यस पछाडि एकचोटि अब राति हेरिदिउँ न त कता कता के भारी छ भन्ने अनि लचाउन त भन्ने